नमस्ते एल्बममा जाने छु बुटोल हामी ट्याक्सीको पर्खेमा छौँ ट्याक्सी नै आएको छैन आज चाहिँ फाइनली हामी जान लाग्यौँ बुटोल ल दिदी बाई बाई राम्रोसँग बस्नु है ए धन्य फोन ल मामा घर जाने भनेपछि मान्छे बाई बाई मामा घर जाने मान्छे यस्तरी फुरुक फुरुक पर अगाडि गइसकेँ म चाहिँ पछाडि छु बाई बाई छोरी राम्रोसँग जाऊ है हेभ सेफ फ्लाइट म तिमीलाई छोडेर आउने हो तिमी एक्लै जाऊ तिमी यो दिदी जाऊ हुन्छ कसले दियो हो के खाने त नि त्यो पैसाको अलि पर जानु कस्तो देखेछ हेर्नु पऱ्यो तिमीलाई अझै पर हाम्रो चाहिँ एउटा मात्रै ब्याग छ कि धेरै ब्याग छैन हामी धेरै कपडा लिएर हिँड्दैनौँ धेरै सामान लिएर हिँड्दैन त्यो युना भन्ने केटी अहिलेसम्म सुतेर बसिजी रेडी पनि भइछि नि ल अनि के गर्नु त बटन फुस्केको होइन फुस्काकै हो स्टाइल हो नि त फेसन गर्नु पर्यो नि त अनि तिमी त यस्तो फेसन गरिछौ अनि मैले गर्नु पर्यो नि त अलिअलि भयो म यतिकै ठिक छु फाइनली हाम्रो ट्याक्सी पनि आउन लाग्यो बाई बाई के त सरी प्लेनमा चले हन्नी अगाडिको मान्छे त्यो गाडी यहाँ त्यो हामी त बिजीपुर पुगिसके म चाहिँ आएँ एयरपोर्ट कसरी पुग्ने 11 बजेको के रे फेरि गर भुटिन जस्तो ए भगवान् बाटो फाइनली राम्रो बाटो आयो हामी पोखराबाट बुटोल जान लागेको अनि हाम्रो फ्लाइट चाहिँ 11:55 को छ अनि ढिलो भयो कि मैले गर्दा ढिलो भयो मैले भने मैले गर्दा ढिलो भयो कि अनि त यस्तो हो अनि त्यही माथि झोराले पनि धोका दियो हिँड्दा झोलाले पनि धोका दिँदो रहेछ कि आधी बाटोमा आएर अनि अब चाहिँ हामी एयरपोर्ट जाँदैछौँ अब कति भइसक्यो यहाँ 10:55 भइसक्यो बाटो यस्तो हो एयरपोर्टमै गएर भ्लग कन्टिन्यू गर्छौँ बाई बाई हामी फाइनली एयरपोर्टको बाटो आइसक्यो यहाँभन्दा अगाडिको बाटो यति धुलो छ यो जब एयरपोर्ट छिरो त्यहाँबाटको बाटो यति राम्रो छ नि स्वर्गमै पुगे जस्तो बाटो हो कि होइन बोकु हाम्रो एयरपोर्ट नि आइसक्यो अब चाहिँ हामी एयरपोर्ट भित्रै गएर कन्टिन्यू गर्छौँ भनौँ न ल बाई
एयरपोर्टभित्र आइसकेँ। अब भैरवाको लाइन चाहिँ यति लामो छ, यति लामो छ। यति टाढो छ। हाम्रो पालि कहिले आउँछ हाम्रो थाहै छैन। यति लामो छ नि, यति लामो छ लाइन। हाम्रो पालि कहिले आउला है। अगाडि घुसाउँदै गयो नि। वेटिङ फर आवर टर्न। हेलो गाइस, हाम्रो चाहिँ फ्लाइट चाहिँ ढिलो भयो कि 11:55 थियो, 12:55 सऱ्यो कि। अनि 2 घन्टा भइसक्यो वेट गर्दा च्याउलाई कस्तो अल्छी लगाइसक्यो। अब 12 बज्यो बल्ल। अब अझै छ 1 घन्टा। बोर नाहा के भन्नु गाइज। यहाँको उस खेलौँ न के अघि भर्खरै खेल्थेँ मैले। बोर लाग्यो बोर। अब प्लेनै आएको छैन, के गर्नु गाइज। गाह्रो छ ढिलो भएपछि। अब एकछिनमा आउँछ होला। आफ्टर सो मेनी टाइम्स वेट गरेपछि बल्ल प्लेन आयो। अब चाहिँ अझ 10 मिनट लाग्छ होला मेबी। अनि त्यसपछि चाहिँ हामी जाने हो। अनि फोटो पनि जस्तै हाल्छु भनौँ मेबी है। अनि अब धेरै टाइम छैन। अब 10 मिनट। अब यत्रो 2 घन्टासम्म कुर्न त कुर्यो। अब 10 मिनट कुर्नलाई किन आयो तपाईँलाई आएर। अब हामी जाने हो। अनि कस्तो हुन्छ होला मेरो एक्सपिरियन्स। होइन राम्रै हुन्छ। अब गाइस हामी चाहिँ अब टिकट सिकेर भइसक्यो। अब प्लेन पनि आइसक्यो गाइस। अब हामी चाहिँ जाने हो चाहिँ कता गयो के उस देखाउनु के। अनि यो चाहिँ हाम्रो एयरपोर्टको यता चाहिँ प्लेन। गाइस हामी चाहिँ प्लेन चढिसक्यौँ। अनि अब चाहिँ प्लेन टेक अफ हुन बाँकी हो। प्लेनमा चढ्यौँ। अब जान्छ प्लेनमा चढ्यौँ। हाम्रो चाहिँ प्लेन ल्यान्डिङ भइसक्यो। अनि के भनौँ म अब राम्रै भयो सफर राम्रै भयो। अनि अब चाहिँ ब्याग बोकेर अब भन्न नजाने सोधिरहेको छु म त के भनेको। हे गाइस हामी चाहिँ भैरवा आइसक्यौँ। अब हामी चाहिँ गाडीमा चढिसक्यौँ। अब यहाँबाट चाहिँ बुटोल जाने। अनि बुटोलबाट सिधै घर जाने। हेलो अब आरु हजुर हाई सो गाइस अब बुटोलले गएर भ्लग गर्नु पर्ला है। अरे पनि अति 3-4 जना त्यही त अघि के गरेर फोन गर्यो। कोही चाहिँ कता डाँडातिर चाहिँ हुन्छ, कोही कता चाहिँ हुन्छ भाडा। कन्टिन्यू गरौँला। सो गाइस हामी चाहिँ घर आउन लागिसक्यौँ। अब घर आउने चाहिँ 5 मिनट मात्र छ। अनि 5 मिनट मात्र छ घर आउन। अब घर गएर सुत्ने हो। निन्द्रा लाग्छ सबैलाई। अब सुत्ने हो घर गएर। गर्मी नि अति गर्मी भयो। अब घर गएर देखाउनु पर्ला।
सुत्ने है घर गएर है ल है गाइस हामी चाहिँ घर आइसक्यौँ अनि यस्तो गर्मी छ यति घाम छ अनि फाइनली घर पनि आयौँ फ्लाइट पनि लेट भयो थियो अनि त्यही माथि गर्मी नै अति भइरह अब घर आइसक्यौँ अब आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु अनि आज एकदम रमाइलो भयो भनौँ अनि निन्द लाह गर्मी नि भयो जे पनि लाह जे भयो नि आज चाहिँ राम्रो भयो अनि आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु ल बाई बाई सी यू इन नेक्स्ट भ्लग बाई बाई